ज्योतिषपुञ्ज अपडेट गर्नको लागि तपाईले सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा रहेको माइक्रोसफ्ट स्टोरलाई खोल्नुहोस्। माइक्रोसफ्ट स्टोर तपाईले भेट्नु भएन भने यहाँनिर सर्च गर्ने ठाउँमा तपाईले STORE लेख्नुभयो भने माइक्रोसफ्ट स्टोर देखाउँछ। यस्तो गरी जुन तपाईले स्क्रिनमा देखिराख्नु भएको छ त्यस्तै तरिकाले माइक्रोसफ्ट स्टोर भनेर देखाउँछ। त्यो माइक्रोसफ्ट स्टोरलाई क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि तपाईको कम्प्युटरको स्पिड अनुसार यसले समय लिन्छ र बिस्तारै अथवा चाँडो तपाईको खुल्छ। खुलिसके पछाडि माइक्रोसफ्ट स्टोरको माथि टपमा सर्च बार देखिन्छ। त्यो सर्च बारमा तपाईले ज्योतिषपुञ्ज लेख्नु, JYOTISH स्पेस PUNJ लेखिसके पछाडि यसरी ज्योतिषपुञ्ज देखाउँछ। यसको साइडमा तपाईले अपडेट वाला बटन देख्नु भएन भने यतापट्टि देब्रे साइडमा डाउनलोड भनेर देख्नुहुन्छ। यहाँ जुन मैले माउस लगिरहेको छु त्यहाँ क्लिक गरेर चेक फर अपडेट भनेको ठाउँमा क्लिक गर्नुभयो भने तपाईले ज्योतिषपुञ्जको अपडेट अटोमेटिकली त्यहाँ डाउनलोड हुन थाल्छ। केही समय लिन्छ त्यसले। केही समय लिइसके पछाडि त्यहाँ घुमेको देख्नुहुन्छ तपाईले ज्योतिषपुञ्जको छेउमा अथवा तपाईको अरु कुन कुन सफ्टवेयरहरु अपडेट आएको छ त्यसमा तपाईको अटोमेटिकली अपडेट हुन थाल्छ। तपाईले केही समय त्यसको लागि वेट गर्नुस्। वेट गरिसके पछाडि तपाईको इन्टरनेट कम्प्युटरको स्पिड अनुसार त्यो डाउनलोड हुन्छ अनि त्यस पछाडि त्यो अटोमेटिकली अपडेट हुन्छ हैन। अपडेट भइसके पछाडि तपाईले त्यसलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। ओपन गर्नको लागि तपाईले यसरी ओपन भनेर देखाउँछ अपडेट भइसके पछाडि। त्यो ओपनमा तपाईले क्लिक गर्नु। क्लिक गरिसके पछाडि तपाईको ज्योतिषपुञ्ज अपडेट भएर तपाईकोमा ओपन हुन्छ। कुनै कुनै समयमा चाहिँ तपाईको ओपन भइसके पछाडि त्यहाँ मोबाइल नम्बर भन्ने आउन सक्छ। मोबाइल नम्बर भन्ने अप्सन आयो भने तपाईले आफूले दर्ता गराएको मोबाइल नम्बर राख्न सक्नुहुन्छ। त्यो नम्बर राखिसके पछाडि तपाईको खुल्छ है। मोबाइल नम्बर राख्दा तपाईले चाहिँ +977 नराखिकन अरु 10 वटा नम्बर मात्र राख्नु होला। त्यो नम्बर राखेर तपाईले दर्ता गर्नुस् भनेको ठाउँमा क्लिक गर्नुस्। त्यो भए पछाडि तपाईको सफ्टवेयर सक्सेसफुल्ली अपडेट भएर खुल्छ। तपाईले नयाँ फिचरहरु अपडेट भएको फिचरहरु यही तरिकाले चलाउन सक्नुहुन्छ। अझै पनि तपाईहरुको कम्प्युटरमा केही समस्या भयो, तपाईको माइक्रोसफ्ट स्टोरमा तपाईले ज्योतिषपुञ्ज देख्नु भएन भने चाहिँ हामीलाई WhatsAppमा तपाईहरुले मेसेज पठाउन सक्नुहुन्छ। मेसेज पठाएर हामीसँग सल्लाह लिन सक्नुहुन्छ। यताबाट हामी सपोर्ट दिएर तपाईको अपडेटहरु गराइदिन्छौं। तपाईले नयाँ फिचरहरु कस्तो लागिराछ भनेर हामीलाई प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। त्यसको लागि धन्यवाद। र मोबाइलमा एन्ड्रोइड र एप्पलको फोनमा पनि आइसकेको छ। डाउनलोड गरेर चलाउनु होला है त।